के अरे हामी चाहिँ पहिला नेपालीलाई लिन जाँदैछौँ हाम्रो माल आउँदै यहाँ 9 नम्बर त्यही लिन हामी जाँदैछौँ मस्त बाटो अलि यो स्ट्रबेरीको बाटो हिँड्दैछौँ हामी यहाँ हो हाम्रो स्ट्रबेरी रोप्ने एकदम हामी यो जङ्गलको बाटो जाने हो म एकचोटि के गर्न आएँ कि यो बाटो 9 नम्बरबाट म सामान लिनै आएको हो बाइकमै आएँ म के लिन आएँ कि 9 नम्बर बजार एक्लै पनि आएको छु क्या म जान गएँ कहाँ गएँ कुनै यो बाटोमा होइन सामान पनि लिएर आएको क्या म फर्किनु फेरि यहाँ अप्ठ्यारो बाटोमा निस्किन आइयो आज यो पहिला नेपालीले दुःख दिए हामीलाई पहिला नेपाली आएर बजार आए त्यहाँबाट आउनै पर्छ हाम्रो सामान चाहिँ आइसक्यो बजार पहिला नेपालीले ल्याएछन् हाम्रो सामान फुलबारी युवा क्लब यहाँ हरि मजा आउँछ क्या बाइक लिएर कुदाउनु लगभग हामी आइपुग्न लाग्यो 9 नम्बर बजार यो पुलमा ढुङ्गा चलाउने भन्थे चलाएनन् ढुङ्गा चलाउन त उस भयो नि बाइक यहाँ छ बाइक भनेर ल्याएर हामीलाई यार टन्थी छैन र के यार त्यस्तो बाटो बनाएछ त्यहाँ त अहिले त बाटो खुलेछ उहाँ अब उहीँ बाटो छ यो चाहिँ एकदम डेन्जर ठाउँ हो थियो पहिला अहिले त छैन कस्तो जङ्गल खुलेर रहेछ कस्तो जङ्गलबाट दाउरा लिएर के बनाएछ त्यहाँ पुल अरे ल यहाँ अब यता हो कि मस्त यहाँ गेमिङ बाङ्न लाग्छन् यहाँ ढुङ्गा चल्ने हो अब त्यही ढुङ्गा चल्ने भएर अब यहाँ बनाउँदैछन् व्यवस्था मिलाउँदैछन् बिजुली मस्त बाइक चलाउँदै हुनुहुन्छ हामी चाहिँ अब यहाँ 9 नम्बर बजार आइपुग्न लागिसकेको छौँ 9 नम्बर बजार आइसकेपछि हामी सामान लिएर फर्किन पर्ने हुन्छ फर्किँदा गटाएर फर्किन्छ राम्रो छ नि त उताको बाटो चेकिङ भए फेरि भ्याउँछ हामीलाई त भ्याउन्न त्यसलाई भ्याउँछ त्यसको त बाइक पनि इन्डियन नम्बर प्लेट हो क्या आइपुग्यो हामी 9 नम्बर बजार आइपुग्यो अब लगभग हामी 9 नम्बर
बजार पनि आइपुगेको छौँ।